शहरको चम्किलो बत्ती, कोलाहल अनि व्यस्त जीवनबीच रबिन नामको एक युवक हराइरहेको थियो। पढाइ सकेर जागिर पाएको झन्डै 7 वर्ष भइसकेको थियो, तर उनी अहिलेसम्म एकपटक पनि गाउँ फर्किएको थिएन। सानो गाउँमा हुर्केको रबिन अब ठूला सपनाको संसारमा रमाइरहेको थियो। बाँच्नलाई सबै सुविधा थियो, ठूलो फ्ल्याट, गाडी, ब्रान्डेड कपडा, तर ती सबैसँगै ऊ आफै कतै हराउँदै गइरहेको थियो। ऊ दिनभर अफिसको प्रेसर, साँझ साथीभाइको जमघट अनि थाकेर जब फ्ल्याटमा फर्किन्थ्यो त्यतिखेर मात्रै एकछिन आमाको सम्झना आउँथ्यो। कहिलेकाहीँ मोबाइलमा आमा भनेर नाम सेभ गरिएको नम्बर हेर्थ्यो, तर कल गर्न मन लाग्दैनथ्यो। थकाइ लागेको छ, भोलि फोन गर्छु भनेर फेरि ओछ्यानमा पल्टिन्थ्यो। तर उता गाउँमा गीता देवी, रबिनकी आमा बिहान सबेरै उठ्थिन्, एक्लै तुलसीमा पानी हाल्थिन्, भान्सामा आगो बाल्थिन्। छोरो सहर गएको 7 वर्ष भयो, 2 पटक मात्रै आएको थियो, त्यो पनि छिटो छिटो। सुरुमा त रबिनले फोन गर्थ्यो, पछि त्यो पनि कम हुँदै गयो। तर आमा भने हरेक दिन बाटो हेर्थिन्, सायद दशैंमा आउँछ होला, यो साल त माघे संक्रान्तिमा आउँछ होला, उसको बिहे त अब गर्छ होला, मलाई सम्धिनी भेट्ने मन छ। यी आशाहरू एकपछि अर्को गर्दै अधुरा बन्थे। दिन बित्थे, वर्ष बित्थे, तर छोरो आउँदैनथ्यो। एक दिन आमाको स्वास्थ्य निकै बिग्रियो, शरीर कमजोर भइसकेको थियो, तर मन अझै पर्खाइमै थियो। गाउँका छिमेकीहरूले रबिनलाई फोन गरे, तपाईकी आमा धेरै बिरामी हुनुहुन्छ, एकचोटि आउनु राम्रो हुन्छ। रबिन अलिक समय चुपचाप रह्यो। भोलि मिटिङ थियो, कम्पनीको प्रोजेक्ट डेडलाइन नजिक थियो। उसले जवाफ दियो, हेरौँ है, 1-2 दिनमा टाइम मिल्यो भने आउँछु। तर त्यो हेरौँ है नै अन्तिम भयो। 3 दिनपछि एक बिहान रबिनले फोन पायो, आमा जानुभयो, अन्तिम सास त लिनुभयो, तर तपाईँको नाउँ उच्चारण गर्दै गर्दै। फोनको त्यो आवाजले रबिनको मुटु चिरायो। सबै काम छोडेर ऊ तुरुन्त गाउँतिर लाग्यो। गाउँ पुग्दा रात परिसकेको थियो, आकाश खुल्ला थियो, तर रबिनको मनभित्र आधी थियो। उसले आफ्नै घरलाई निहाल्यो, जुन घरमा हुर्केको थियो, जसको आँगनमा आमा हाँस्दै घाम ताप्थिन्। तर आज त्यो आँगन सुनसान थियो। तुलसी चौतारीमा माटो चिसो थियो। आमाले पानी हाल्न छाडेको कति दिन भयो होला। घरभित्र पस्दा पुरानो गन्ध आयो, त्यो गन्ध जसले उसलाई बाल्यकालमा फर्कायो। भित्तामा टाँसिएको रबिनको पुरानो स्कुलको तस्बिर, सिर्कभित्र लुकाएको आमाले बचत गरेको पुराना नोट अनि एउटा बक्सभित्र राखिएका चिठीहरू सबै उसलाई टोलाउँथे। चिठी खोल्दा उसले पढ्यो, छोरा, तिमी सहरमै सुखी हौला भन्ने आशीर्वाद दिन्छु। म त बुढी भएँ, तर तिमी मेरो मुटुको टुक्रा हौ। जब तिमी थकित हुन्छौ, सम्झनु आमाको काख तिमीलाई सधैँ पर्खिरहेकै छ। रबिनको आँखा रसाए। उसले चिठी च्यात्न सकेन, बक्सै अँगालेर रुयो। ओछ्यानमा आमाले राखिदिएको उसका बाल्यकालका फोटोहरू पनि थिए, लुगा लाउन नसकेको बच्चा रबिन, उसको हात समाइरहेकी आमा। भोलिपल्ट रबिन आमाको चिहानमा पुग्यो, हाँगोभरिको फूल चढायो र करायो, माफ गर्नुहोस् आमा, म तपाईँको साथमा भएन, मलाई थाहा थिएन तपाईँलाई कति खाँचो थियो मेरो माया र उपस्थिति। मैले सबै पाएँ सिवाय तपाईँको त्यो अन्तिम अँगालोको। अब रबिन सहर फर्किन्छ, तर उसको जिन्दगी फेरिएको छ। उसले अफिसको जागिर छोडेको छ। ऊ गाउँ फर्केर आमाको अधुरो सपना पूरा गर्दैछ, विद्यालयमा पढाउने, वृद्धाश्रममा सहयोग गर्ने र हरेक वृद्ध आमाको आँखाभित्र लुकेको पीडा बुझ्ने। ऊ आफै अब आमाको छाया बनेको छ र हरेक दिन ओछ्यानमा बस्दा बस्दै आकाश हेर्छ। सायद त्यही छेउमा आमा मुस्कुराइरहेकी छन्।